विराटनगरमा उच्च शिक्षाको क्षेत्रमा ख्यातिप्राप्त शिक्षालयका रूपमा स्थापित शिक्षादीप कलेज पछिल्ला वर्षहरूमा विज्ञान र व्यवस्थापन संकायमा निरन्तर सर्वोत्कृष्ट कलेजको रूपमा अग्रस्थान बनाउँदै आएको छ। शिक्षादीप कलेजले गुणस्तरीय शैक्षिक वातावरण, अनुभवी शिक्षक टोली, समय सान्दर्भिक पाठ्यक्रम र विद्यार्थी केन्द्रित शिक्षण प्रविधिको प्रयोग मार्फत आफ्ना विद्यार्थीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक रूपमा दक्ष बनाउन सफल भएको छ। प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्ड तथा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षाहरूमा पनि यहाँका विद्यार्थीहरूले टप 10 मा स्थान बनाउने परम्परा जस्तै बनिसकेका कारण पनि आफूहरूको शिक्षादीप कलेज पहिलो रोजाइ बनेको केही विद्यार्थीहरूको अनुभव छ। Hello everyone, I am Sirin Bhattrai, a student of class 12 in Shikshadeep College. I had passed my SC in 2018 AD from Budanilkantha Secondary English School with 4 GPA as a score. I chose Shikshadeep College because of its diverse facilities. I was amazed by the teaching experience of the teachers as well as all of the teachers and other staff who taught us here. I feel like Shikshadeep is what every student should choose after SC, not only because of its beautiful facilities, but as well as the teaching career. Those who want to pursue medicine, engineering or any other field, they also choose Shikshadeep because of its facilities in all the fields. नमस्कार सबैलाई, मेरो नाम सिद्धान्त पराजुली हो र म शिक्षादीपको कक्षा 12 मा अध्ययन गरिरहेको छु। म अहिले द स्क्वाड अफ चेन्ज मेकरको एस्ट्रोनोमी मेन्टर साथसाथै एस्ट्रोनोमी स्क्वाड अफ कोसीको भाइस प्रेसिडेन्ट पनि हो। मैले अहिलेसम्म 19 वटा प्रिलिमिनरी एस्ट्रोइड डिस्कभर गरिसकेको छु र म अहिले यहाँ शिक्षादीपमा पढ्दै गर्दाखेरि मैले आफ्नो स्टडी साथसाथै एस्ट्रोनोमीको जर्नी पनि कन्टिन्यू गर्न पाइरहेको छु, किनभने यहाँ 7 डेज वर्कसपहरू भइरहेको हुन्छ। एस्ट्रोनोमीको पनि हुन्छ, रोबोटिक्स, स्याटेलाइट, एआईहरूको वर्कसपहरू यहाँ भइरहेको हुन्छ। पढाइ साथसाथै अरू पनि फिल्डहरूमा आफ्नो रुचि छ भने त्यसको पनि भइरहेको हुन्छ। अनि यहाँको टिचरहरू पनि एकदमै फ्रेन्डली हुनुहुन्छ अनि इन्डिभिजुअली केयर गर्नुहुन्छ। पढाइ पनि एकदम राम्रो छ यहाँ अनि अरू सबै फेसिलिटीहरू प्रोभाइड गरिन्छ शिक्षादीपमा। सो इफ यु आर लुकिङ फर एनी कलेज इन विराटनगर देन शिक्षादीप इज फर यु। कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार हामी विद्यार्थीको समग्र विकासमा विश्वास गर्छौं। केवल किताबी ज्ञान मात्र होइन, उनीहरूलाई प्रतिस्पर्धी र जिम्मेवारी नागरिक बनाउनु नै हाम्रो उद्देश्य हो। विगत 16 वर्षदेखि सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मेहनती प्राध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीहरूको अथक प्रयासले हरेक वर्ष संघीय राजधानी बाहिर इन्ट्रान्सहरूमा मेडिकल, इन्जिनियरिङ र आइटीको क्षेत्रमा नाम निकाल्न पनि सफल भएका छन्। विगत 16 वर्षदेखि हामी शिक्षादीप कलेज +2 साइन्स, +2 म्यानेजमेन्ट सञ्चालन गरिरहेका छौँ। हाम्रो उद्देश्य, यो कलेजको उद्देश्य भनेको नै हामीले जब कलेज स्थापना गऱ्यौँ, हामी फाउन्डर टिचरहरू 28 जनाभन्दा बढी फाउन्डर टिचरहरूले सञ्चालित त्यो कलेज हो। हामी यो कलेजको मुख्यतः उद्देश्य भनेको कम्पिटेटिभ एजुकेसन हो। हाम्रा विद्यार्थीहरूलाई, अत्यधिक विद्यार्थीहरूलाई उनीहरू +2 सकेपछि राम्रो युनिभर्सिटी पाउन सकुन्, राम्रो कलेजहरू पढ्न पाउन्, छात्रवृत्ति यहाँ पढ्न पाउन् भनेर हामीले त्यसको तयारी गरेका हुन्छौँ। संजोगले या हाम्रो मेहनतले, विद्यार्थीको मेहनतले भ्याली बाहिरबाट पहिलोचोटि नेपाल प्रथम ल्याउने कलेज मात्रै होइन यो। मेडिकलको इन्ट्रान्समा नेपाल प्रथम 2 चोटि इन्ट्रान्स टप 2 चोटि गर्न सफल भएको कलेज पनि हो। सँगसँगै यो कलेजले एउटा सबै खाले विद्यार्थीलाई, एउटा उत्कृष्ट विद्यार्थी मात्रै होइन, एभरेज विद्यार्थीहरूलाई पनि हामीले उति नै फोकस गरेर पढाउँछौँ। त्यही भएर होला विगत 2 वर्षदेखि इन्जिनियरिङ इन्ट्रान्समा, पुल्चोको इन्ट्रान्समा स्पेसली विगत 2 वर्षदेखि टप 100 भित्र उपत्यका बाहिर 3 जना गत वर्ष र योचोटि 4 वर्ष नाम निकाल्ने एकमात्र कलेज हुन सफल भएको छ। 30 जनाभन्दा बढी विद्यार्थीहरूले योचोटि प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् भने इन्जिनियरिङतर्फ भने बिएससी नर्सिङमा टप 200 जनाभित्र 5 जना विद्यार्थीहरूले छानिन सफल भएका छन्। उत्कृष्टताको लागि नै हामीले यो कलेज स्थापना गरेका हौँ। हाम्रो आशा विश्वास छ हाम्रा शिक्षकहरू, हाम्रा टिचरहरू सबैजना यसरी दत्तचित्त भएर लाग्नु भएको छ कि नेपालकै प्रथम कलेज, नेपालको स्पेसली कम्पिटेटिभ एजुकेसनमा नेपालको टप कलेज बनाउने हाम्रो लक्ष्य रहेको छ। हामी त्यही हिसाबले तयारी पनि गर्दैछौँ। विज्ञान संकायमा शिक्षादीप कलेजले अत्याधुनिक प्रयोगशाला सुविधा, प्रयोगात्मक कक्षा, विज्ञान मेला, इन्टर्नसिप कार्यक्रम र अनुसन्धानमा जोड दिँदै आएको छ। यसले विद्यार्थीहरूलाई विज्ञानको गहिरो बुझाइ र प्रयोगात्मक दक्षता हासिल गराउने काम गरिरहेको छ। कलेजमा विद्यार्थी मैत्री वातावरण, व्यावहारिक र प्रयोगात्मक पढाइ शैलीले गर्दा पनि यो कलेज रोजाइमा परेको अन्य विद्यार्थीहरू बताउँछन्। यो आइयुई फुलचोकमा मेरो लक्ष्य छ, यसमा चाहिँ शिक्षादीप कलेज सधैँ मेरो दृष्टिमान र मेरो गन्तव्यमा उभिरहेको छ।
र यो कलेजमा चाहिँ यो कलेजका टिचरहरू प्रधानाध्यापकज्यू सम्पूर्ण शिक्षकवर्गहरूले चाहिँ मलाई यो लक्ष्यमा गाइड गरिराख्नु भएको छ। यहाँको ल्याबहरू, ल्याबोरेटरीहरू, फिजिक्स ल्याब सबै एकदम आधुनिक र यी वर्गका छन्। कक्षा 11-12 को इम्पोर्टेन्ट पढाइलाई चाहिँ मैले शिक्षादीपलाई ट्रस्ट गरेर यहाँ पढ्ने निर्णय गरेकी थिएँ र मैले 1 वर्षको सम्मको अनुभवमा चाहिँ शिक्षादीपलाई चुज गर्नु चाहिँ मेरो बेस्ट डिसिजन हो भन्ने मलाई लाग्यो। त्यसै गरी यहाँ हुनुभएको टिचिङ स्टाफ, इन्फ्रास्ट्रक्चर, त्यसै गरी इन्भाइरोमेन्ट चाहिँ एभ्री स्टुडेन्टले चाहने जस्तो इन्भाइरोमेन्ट चाहिँ यहाँ रहेको छ। त्यसै गरी हरेक शनिबार हुने प्री मेडिकल र प्री इन्जिनियरिङ क्लासले चाहिँ विद्यार्थीहरूको पठन पाठनलाई चाहिँ थप सहजीकरण गरेको छ। धन्यवाद। विगत केही वर्षदेखि कलेजले विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई रोबोटिक्स, खगोल विज्ञान तथा उड्डयन कार्यशाला पनि गर्दै आएको छ। विद्यार्थीहरूले 500 मिटर उचाइसम्म उड्न सक्ने रिमोट कन्ट्रोल प्लेन बनाउन सफल समेत भएका छन्। मेडिकल र इन्जिनियरिङको क्षेत्रमा त धेरै अघिदेखि नै आइटीको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर कार्यशाला तथा आइटी वर्कसप सञ्चालन गरी प्राविधिक ज्ञान विद्यार्थीहरूलाई जानकारी गराउँदै आएको कलेजले जनाएको छ। साथै शिक्षादीप कलेजले जलवायु परिवर्तनको विषयमा पनि विद्यार्थी तथा समाजलाई साक्षात्कार गराउनको लागि हरेक वर्ष जलवायु सम्मेलन पनि गर्दै आएको छ। उक्त सम्मेलनमा सरकारका विशिष्ट व्यक्ति, नास्टका प्राज्ञ तथा विशिष्ट वैज्ञानिक तथा प्राध्यापकहरू समेत उपस्थिति भई कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान पनि गर्दै आएका छन्। व्यवस्थापन संकायमा शिक्षादीप कलेजले अभ्यासमुखी शिक्षा, केस स्टडी, बिजनेस प्लान कम्पिटिसन, फिल्ड भिजिट, गेस्ट लेक्चर जस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूलाई उद्यमशीलता र नेतृत्वमा अभ्यस्त पनि गराइरहेको छ। विगतका वर्षहरूमा यही कलेजबाट विज्ञान र व्यवस्थापन पढेर निक्लिएका सबै विद्यार्थीहरू आज देशभरिका मेडिकल, इन्जिनियरिङ र आइटी, बैंकिङ, व्यापार र उद्योग क्षेत्रमा नेतृत्वदायी भूमिकामा छन्। आजको दिनमा विराटनगर मात्र होइन, पूर्वी नेपाल भरिका विद्यार्थी र अभिभावकको पहिलो रोजाइको कलेज बनेर कोशी प्रदेशकै 1 नम्बरमा पर्न सफल भएको कलेजको दाबी छ। यसको मुख्य कारण हो शैक्षिक उत्कृष्टता, सुरक्षित वातावरण र प्रगतिशील दृष्टिकोण। शिक्षादीप कलेज आज सधैँ उत्कृष्ट बन्नु केवल प्रचार होइन, नतिजा, कार्यदिशा र प्रतिबद्धताले पनि प्रमाणित गरेको कलेजको ठम्याइ छ। विज्ञान र व्यवस्थापनमा उज्यालो भविष्य खोज्ने विद्यार्थीका लागि शिक्षादीप कलेज एउटा विश्वासिलो गन्तव्य बनेको कलेजको दाबी छ।